यो भनी मन दुःख हाँसेर बताए त्यो गरे हामी त भइहाल्छ हैन यता विचार गर्ने हैन मेरो सुपर राम ढाका फेल भयो हाम्रो कार्यक्रम जिते पनि हारे पनि हाम्रो कार्यक्रम हो यो कन्सेप्ट मलाई डर लाग्यो खै घाटीमा लाग्ने दियो मन पर्दैन के भने तपाईले एक्सक्लुसिभ वाउ हावामा उडिरहेछ त भगवानले उडाइराख्नु भएको हामी सबैले हाम्रो कारणले हो भन न अच्छा नेवारी बुझ्ने बुझ्छ बुझ्ने बुझ्दैन गाइड हामी चाहिँ अब आफ्नो आफ्नो पारामा घर गएको म त कस्तो भिखारी जस्तो त्यहाँ होला कुम्रो कम्रो बोकेर म माथि गएर आउँछु आफ्नो त जाति कम्पनी जति माथि उति चम्कनी कम्पनी जति माथि उति चम्कनी भने तपाईँलाई कस्तो लागिरहेछ भोलि कम्पिटिसन अहिले आएर चाहिँ दिल धक्क घुरायो भन्छ त्यस्तो भइरहेछ सबै डर लागिरहेछ भने निस्केर लड लाग्यो भने पर्ला नि त गाइस यहाँ फेरि अर्कै कार्यक्रम भइरहेछ ल वाके मिले पालेको मान्छे पालर आन्टी गाइज होइन यता चाहिँ मस्कानी ढस्कानी भइरहेछ होइन गाइज मैले किन यस्तो नगरा भने मैले भर्खरै नेल पोलिस लगाएको छु अनि मेरो सुके खाएन कि अनि बिग्रियो भने अनि मलाई लाउन चाहिँ लाग्छ अनि म लाउँदिनँ भनेर देखो ना गाइस हमारा अच्छा गाइस देखो ना क्या है ये ओ माय गॉड गाइस डोंट डू दैट कभी खुशी कभी गम Enjoy your simple. वो जाडो है वो छोड दो ए आछु गाइस आता चाहिँ हामी स्टिलको गरौँ यहाँ छोड न पुस्ले त बोला न ओ बसेको हो सुतिसकेको के सुतेको खायो भने कमल मिसिनु भनेर कोली मिसिनु भनेर हजुर तार छु तार मिसिनु भनेर घाममा बस्नी धार मिसिने रे के ए ओइ सम्झे तैँले भने हैन जा कस्तो क्लिजिन छ नि जा नकी मिन्छ ए यस्तो चिज नि त नेवारी बोले भन्दा नि के अच्छा भिडियो नगरौँ कसै मेरो मोलताज भयो कि हेर ल नहेर्ने हान्दिर ओ माय गॉड चाक देखाएर गयो यार हेर्नु देखाउ मोबाइल कस्तो साइको मुरारी हेर्नु दिदी हेर्नु नभएर चाक भयो कि भयो ला मेरो त मुख पनि कपालको भयो ओहो स्मेल त बवाल रहेछ त्यहाँ उता हेर्दा त्यहाँ पालबाट हेर्दा मन्दिर जानलाई हेलो हामी चाहिँ मन्दिर जान लागेको यस द डे 9000 मा खसी हैरान गर्छ यार कुकुरहरूले पनि यिनीहरू त कस्तो होला यार हामीलाई नबोलाइकन गयो भेरी सेल्फिस तर हामी यस्तो मेहनत हामीले रेडी पनि गर्दैन उनीहरूलाई होइन अनि उनीहरू हामीलाई छोडेर पनि जाने कि वास्तै छैन ल म हो है यिनीहरूलाई रेडी गरिदिन्छु देवलाई र प्रशान्तको पटुकी आँखामा कस्तो गाइज मैले चाहिँ लेखिसकेँ ल्याडो देव हेलो आइसु लेख भने
जय गणेश जय सरस्वती भएको आएर गणेश गणेश हुन्छ यहाँ देखिन प्रसाद दिदी पोलिम प्रसाद दिदी हेर्न यहाँ आएर जय गणेश त्यो के हुन जय गणेश भने नि हुन्छ बुढा होइन बुढा भाइ ए ट्रफी गाइस वाउ ठुल्बा त्यो एङ्करिङ गर्ने हेलो गाइस हामी चाहिँ माथि मन्दिरमा जान लाग्छ या मलाई आउँदैन कि यसरी खेल्न कमाली कुमारी अनि मको मैचा बिङ एङ्ग्री किनकि सम्पूर्णलाई फेरि पनि म आफ्नो आफ्नो स्थानमा उभिदिनु हुन
2, 3, start. भोक लाग्यो अब एकछिनपछि हामीले खाने नै हो त्यस कारणले गर्दा अझ भोक लाग्नुको लागि अझै चिसाउनु होला अझै हेड गर्नु होला आफ्नो खला पनि आफ्नो मान्छेले पनि सुनिनु पर्यो ए यो खला पनि रहेछ है यसको नाम खला पनि रहेछ है भनेर अब भने हाम्रो आजको यस धिमे धिरेवाला कासामा तृतीय स्थान हासिल गर्नु भएको छ खलाको नाम रहेको छ अब भने मैले खलाको नाम लिए खलाको नाम छ छिगुनेवा दबुल्याको Oh my God! नागरजुन नगरपालिकाको सहकार्यमा विष्णुदेव थिमे तथा बाँसुरी क्लबद्वारा आयोजित थिमेवाला धिरेवाला कासा व प्रथम नागरजुन थिमे प्रतियोगिता 2082मा सहभागी भई उत्कृष्ट प्रदर्शन गरी तृतीय स्थान हासिल गर्नुभएकोमा तपाईँ श्री छिगुनेवा दबु ल्यामो पुचा खलालाई हार्दिक बधाई जसबाट प्रमाणपत्र प्रदान गरिनेछ आजको हाम्रो निर्णायक हुनुहुन्छ उहाँ निर्णायकज्यूबाट प्रमाणपत्र प्रदान गरिँदैछ के भयो रे सभापति ज्यूबाट के भयो रे ल उहाँहरू हुनुहुन्छ नागरजुन नगरपालिका 1 बाट रानीवनबाट हुनुहुन्छ उहाँहरू धेरै बधाई छ अब भने पालो रहेको छ गेस गर्नु न सेकेन्ड को हुनुभयो होला एनी गेसेस खलको नामै आएन खलको नामै आएन खोइ टिनै आएन
सेकेन्ड कसैलाई हुन मनै लागेन कुनै पनि खलालाई सेकेन्ड हुन मनै लागेन रिजल्टमा यति टेन्सन मलाई नि भएन त्यही त को हुनुभयो होला सेकेन्ड हामी नहोस् अरू जसुकै होस् सेकेन्डको लागि हुटिङ आएन कसैलाई श्वेत भैरव के होला त श्वेत भैरव नै फेरि पनि को होला त को होला आजको हाम्रो यस धिमे धिमेवाला कासामा दोस्रो हुन सफल हुनुभएको छ दोस्रो हुन सफल हुनुभएको खलको नाम रहेको छ फेखवा मानन्दरको फेखवा मानन्दर गुठीबाट सम्पूर्ण टिमलाई हार्दिक अनुरोध गर्दछु यहाँलाई सम्मान स्वरूप प्रमाणपत्र ट्रफी र नगद पुरस्कार दिनेछ उहाँको लागि जोरदार ताली विनरको हुनुभयो होला त को होला विनर विशुदेव विजय Now may I take a name of a winner? Leave the name winner go. हाम्रो प्रथम नागार्जुन थिमे प्रतियोगिता 2082 मा प्रथम हुन सफल हुनुभएको छ खोइ त हुटिङ अझ सुनेन हुनुभएको छ मात्र खलाको हुटिङ आयो उहाँहरू नै हो त लिम त नाम लिम है अब प्रथम हुनुभएको छ विष्णुदेव विनरको लागि खोइ त ताली प्रथम हुनुभएको खलको नाम श्री विष्णुदेव थिमे तथा बाँसुरी खल जोरदार ताली उहाँहरूको लागि हामी जित्यो गाइस जित्यो गाइस के भन्नु हो ए अच्छा भिजन भिजन चिन्छु त भगवान का पछाडि गइन्छ होला
उत्तर प्रदान पछाडि